बौद्धिक अपाङ्गता भएको मेरो सानो चाहिँ छोरो हो है। यो बौद्धिक अपाङ्गता भनेको तीव्र बौद्धिक अपाङ्गतामा मेरो छोरो पर्छ है। यो तीव्र र अलिक कमी पनि हुन्छ है। अब यो तीव्र बौद्धिक अपाङ्गता भएको व्यक्तिले चाहिँ अब आफ्नो सबै काम दिनमा गर्न पर्ने जुन दैनिक कार्य सम्पादन हो नि त्यो गर्न सक्दैन है। र अलिक कमी है साधारण बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूले चाहिँ कुनै कुरो ढिला सिक्ने, दोहोऱ्याइ भनेपछि सिक्ने र बिस्तारै परिवर्तन हुन्छन् है। तर यो तीव्र बौद्धिक अपाङ्गतामा हुँदैन। अथवा यसको परिभाषै अनुसार भन्नुपर्दाखेरि चाहिँ उमेर अनुसार आफ्नो व्यवहारमा आउनुपर्ने परिवर्तन हैन जुन देखिँदैन। 10 वर्ष हुँदाखेरि उसले कति काम गर्नुपर्छ त हैन, कति गर्नुपर्छ। म यो समयमा टोयलेट जानुपर्छ, यो समयमा मैले हात मुख धुनुपर्छ हैन, यो समयमा मैले यो गर्नुपर्छ भन्ने जुन आफै जान्ने भइसकेका हुन्छन् नि। तर उसमा हुँदैन। त्यो सबै कुरो भनिदिनु पर्ने हुन्छ। सम्झाएपछि मात्रै उसले गर्छ। त्यस्तो किसिमको अपाङ्गता हो यो। कति वर्षको हुन्छ? 52 सालमा जन्मेको भनेपछि कति 28 वर्ष अहिले। 28 वर्ष 28 वर्ष भएछ। यहाँको भनाइमा उहाँलाई दिशा आएको, पिसाब आएको, तिर्खा आएको पनि थाहा हुँदैन। एउटा कुरो उसलाई दिशा आएको, पिसाब आएको हैन, तिर्खा आएको थाहा हुन्छ है। तर तिर्ख लाग्यो भनेदेखि ऊ आफै पानी सारेर खान सक्दैन हैन। तिर्ख लागेको हो अनुभव छ हैन। अब भोक लागेको छ उसलाई थाहा छ, घरमा सबै कुरा छ हैन। उही अरूले खाएको देख्यो भने उसले पनि त्यो झिकेर खायो। नत्र बिहानदेखि बेलुकासम्म नै अरूले झिकेर खाएको छैन र पाकेको छ, उसलाई भोक लागेको छ भने झिकेर खान उसले जान्दैन। ऊ आफै झिकेर खाँदैन है। यदि कसैले यो कुरो बाबु अलि बेला खाऊ है भनेर उसलाई दियो भने उसले गोजीमा हाल्यो भनेदेखि 2 दिन 3 दिनसम्म नै उसको गोजीमा बाँच्छ। किनभने यो किन नखा त बाबु भनेर सोध्यो भने अलि बेला खाने। उसलाई अलि बेला भनेको कति हो थाहा छैन है। उसले छुट्याउन सक्दैन। त्यस्तो हुन्छ। शारीरिक रूपमा चाहिँ तपाईँ हामी जस्तो एकदम सबलाङ्ग हट्ट कट्ट आवाज पनि यस्तै राम्रो बोल्न सक्ने खालको हुनुहुन्छ। अनि अलि सानो स्वरले बोल्छ मेरो चाहिँ छोरो है। कोही अलिकति फरक हुन्छ। तर यो अपाङ्गताको भाषामा अपाङ्गको उल्टो साङ्ग भनिन्छ, सबलाङ्ग भनिँदैन है। साङ्ग जस्तै उसले झट्ट हेर्दाखेरि कसैले देख्दा उसलाई अपाङ्ग भन्न सक्दैन है। ऊ साङ्ग जस्तै छ। किनभनेदेखि फेरि मेरै चाहिँ छोरोको व्यक्तिगत कुरो गर्नु पर्दाखेरि अस्ति जोख्दा 108 किलो पुग्यो है। शरीर छ। उसलाई यो ठाउँबाट चाहिँ उचालेर केही ठाउँ लग्नु पर्यो भने ऊ बलियो छ। 50-60 किलो उचाल्नलाई उसलाई समस्या छैन। अब हामी घरको परिवार कसैले उचालेर केही लान खोज्यो भनेदेखि उसले त्यो उचाल्न नसक्या भन्ने कुरो ऊ हेरिरहन्छ। म उचालेर राखिदिन्छु उसले भन्दैन। अनि बाबु यो उचालेर त्यहाँ राखन भन्यो भने उसले टपक्कै टिपेर थपक्कै राखिदिन्छ। तर आएको थाहा हुन्छ, पिसाब आफै फेर्दैन होइन। पिसाब फेर्छ, दिशा पिसाब गर्छ है। तर कतिपयको चाहिँ थाहा हुँदैन। एकै ठाउँमा पनि गर्ने अपाङ्गता हुन्छन् बौद्धिक अपाङ्गता भएका व्यक्तिहरूमा है। तर त्यस्तो चाहिँ छैन। त्यो चाहिँ बौद्धिक अपाङ्गता प्लस अटिजम शुद्ध भएकोले चाहिँ पिसाबहरू फेर्नको लागि हो गर्नको लागि हैन उनीहरूलाई थाहा नहुन पनि सक्छ है। त्यो दिशा पिसाबमा घिन लाग्ने के गर्ने पनि नहुन सक्छ। उनीहरूले दिशा पिसाब गर्ने, सँगै खेलाउने हैन, भित्तातिर छर्ने यस्तो किसिमको पनि अपाङ्गता हुन्छ है। अनि यहाँको कान्छो छोरोको बौद्धिक अपाङ्गताका कारण चाहिँ यो खानेपानी सरसफाइमा चाहिँ कस्तो समस्या भोगिरहनु भएको छ उहाँले? एउटा कुरो उसले खानेपानीमा है उसले छुट्याउन सक्दैन कुन खाना हुन्छ कुन खाना हुँदैन, यो सफा छ अथवा यो फोहोर छ उसले छुट्याउन सक्दैन है। उयो हामीहरूले नै छानेर बाबु यो सफा पानी खाऊ भनेर दियो भने उसले पिउने मात्र हो है। नत्र भनेदेखि ऊ आफैले चाहिँ यो फोहोर पानी हो मैले खान हुँदैन भन्ने जान्दैन। उसले बढी खायो, भाँडामा पानी देख्यो हैन, ऊ गर्यो भनेदेखि आफै जस्तो पनि खान ऊ बाध्यता हुन्छ, खान्छ। अनि यस्ता
उसले चाहिँ फेरि के गर्छन् भन्दा अलि एकान्त मन पराउँछन् है, आफू एक्लै खेल्ने, आफू एक्लै बस्ने किसिमको वातावरण चाहिँ मन पराउँछन् है। त्यसलाई चाहिँ सर सफाई कुन सफा हो कुन फोहोर हो थाहा हुँदैन। जस्तो शौचालयकै सवालमा चाहिँ अरू कसैको घरमा जानु पर्यो भने या त सार्वजनिक स्थानमा जानु पर्यो भने यो चाहिँ शौचालय रहेछ, मैले दिशा पिसाब चाहिँ यहाँ गर्नुपर्ने रहेछ भन्ने कुरासम्मको चेतना चाहिँ हुन्छ कि हुँदैन? तीव्र बौद्धिक अपाङ्गतामा हुँदैन है। जस्तै मेरै छोरोलाई मैले लिएर हिँड्दाखेरि उसलाई बाटोमा पिसाब गर्न मन लाग्यो भने होइन, अथवा टोयलेट लङ्ने टोयलेट बस्नु पऱ्यो भने उसले सबै लुगा उतार्ने नै हो है। तल लगाएको लुगा सबै उतार्छ, बाहिर यस्ता राख्छ, अनि गएर टोयलेट बस्छ होइन। अनि त्यहाँबाट त्यहाँ झारपात के पाइन्छ नि हो त्यसले पुस्छ, अनि त्यसपछि लुगा लगाउँछ। उसलाई लाज भन्ने कुरो होइन, अप्ठ्यारा भन्ने कुरो उसलाई हुँदैन। कुन गुप्ताङ्ग हो छोप्नुपर्छ, कुन देखाउनुपर्छ उसलाई थाहा हुँदैन है। अहिले पनि सार्वजनिक ठाउँमा यसरी 28 वर्ष भयो मैले लिएर हिँड्दाखेरि अब त्यस्तो भयो भनेदेखि ऊ हत्तरपत्त लुगा फुकाल्न खोजिसकेपछि मैले टोयलेटको व्यवस्था गरिदिनुपर्छ है। टोयलेट आयो भने पहिल्यै भन है बाबु भनेर उसलाई भनिराख्नुपर्छ। ए दिशा पिसाब आएछ भन्ने कुरा चाहिँ उसले गर्ने क्रियाकलापबाट थाहा पाउनुपर्छ है। अब जस्तै यसो कहिलेकाहीँ ऊ शारीरिक रूपमा डह्रो छ है, घाँस लिन कहिलेकाहीँ जाँदाखेरि आफू बोक्न सकिँदैन, बाबु म घाँस काटिदिन्छु तिमी ल्याऊ है भन्दा ऊ जान्छ मसँग होइन। घाँस काट्न जाँदाखेरि उसलाई टोयलेट बस्न मन लाग्यो भने हामी कसैलाई नै सोध्दैन, खुल्ला टोयलेट बस्छ होइन, लुगा उतारेर बस्छ। यस्तो हुन्छ। उनीहरूलाई सेन्स भन्ने कुरो, जुन लाज भन्ने कुरो, श्रम भन्ने कुरो के पनि हुँदैन। अनि किन हो कुनै डर पनि त्यस्तो मान्दैन है। कुनै नौलो वस्तुहरू ऊ देख्यो भनेदेखि डराएर हुर्किनुपर्छ नि। तर त्यस्तो मान्छे ऊ के हो भनेर कौतूहल हेर्न जाने गर्छ। जस्तै यो सवारीका साधनहरू यस्तो यस्तो केही देख्यो भने खुरुर हेर्न जाने, अनि छाम्ने, सुँगेर तिनीहरूले के थाहा पाउँछ, व्यक्त गर्न जान्दैन, तर हरेक कुरो सुन्छ। एउटा अनौठो चाहिँ यो हुन्छ, एउटै साइजको गिलास एक फेरको घटना भन्दैछु मैले है। मम्मी चाहिँ तालिममा जाँदा अलिकति तालिम भत्ता दिए, उसले 6वटा गिलास चाहिँ आधा दर्जन किनेर लिएर आयो। त्यो बेला बाबु मात्र 4 वर्षको थियो, बोली फुटिसकेको थिएन। यो चाहिँ बाबुलाई भनेर दिएको है। ल्याउने बित्तिकै उसले ठ्याक्क सुँग्यो, भोलिपल्टदेखि त्यसमा चिया दे खाने, दुध दे खाने, नत्र त्यो यसो सुँग्ने गर्ने रिसाउने फाल्दैन। केही नलागेर हामीले त्यो गिलासको फेदमा नुन पालिस लगाइदिउँ र अनि त्यसैमा दिएपछि उसले खाने। अब कसरी सुँगेर चिन्छ थाहा छैन। अब ऊ व्यक्त गरेर जाने उस्तै छ एउटै साइजको होइन, हामी पर्यो भने नखाने। उसले सुँगेपछि ऊ गर्ने। अनि मैले एक फेर पहिला म शिक्षक पनि हो है, कक्षा शिक्षण मैले गरेँ। जब उसको सिसा हराउँछ नि होइन, अनि त्यहाँबाट साथीहरूको सबैको सिसा खोजेपछि अरूको दिएर उसले छोटो हराएको छ, लामो दिएर पनि ऊ लिँदैन। उसलाई आफ्नै चाहिन्छ, सबैको सिसा जम्मा पारिदिनु पऱ्यो। अनि गएर टिपेर सुँग्छ आफ्नो भएपछि लिन्छ, अरू सबै छोडिदिन्छ है। सुँगेर बत्ता लगाउँछ। एउटा अनौठो गुण चाहिँ यो छ। अब के गरी हो उसले व्यक्त गर्न जान्दैन। यो पत्ता लगाउन मैले धेरै कोसिस गरेँ। यो सुँग्दा के हुन्छ बाबु, के थाहा पाउँछ भनेको, के थाहा पाउँछ भन्छ, त्यही दोहोऱ्याउँछ। अनि कुन चाहिँ बाबुलाई दे, कुन चाहिँ दाइले दिएको भने यो चाहिँ बाबुलाई दे, यो चाहिँ दाइलाई दे, त्यति भन्छ होइन। अनि के गरी चिन्यो त भने अब त्यसलाई यसो आफूले पछाडि राखेर साटफेर गर्थ्यो नि होइन। अब कुन चाहिँ बाबुलाई दे, कुन चाहिँ दाइलाई दे भने यसो मात्र यो चाहिँ बाबुलाई दे, यो चाहिँ दाइलाई दे। अब के गरी भन्नु थाहा छैन। एउटा अनौठो गुण चाहिँ यस्तो हुँदो रहेछ फेरि तिनीहरूमा, त्यो व्यक्त गर्न चाहिँ जान्दैन फेरि। अब उसले के गरी हो, के ऊ गर्ने हो थाहा छैन। भाषा चाहिँ राम्रोसँग बोल्नु, भाषा अलि सानो बोल्छ है, हामी चाहिँ बुझ्छौँ है। उसले एकरो लाग्छ, धेरै खेलाउन मन पराउँछ अनि हरेक किसिमका कुराहरू उसले ऊ गर्छ, जम्मा पारेर झुन्ड्याएर राख्न चाहन्छ। 2-3 बोरा त घरमा त्यस्ता सामग्रीहरू क्या उसलाई बढी मनपर्ने चित्रहरू र यो वन्यजन्तुका चित्रहरू र यातायातका साधनहरूका चित्रहरू बढी मन पराउँछ र त्यो घरमा राख्छ है। अनि गुडियाहरू, उसको गुडिया मात्रै 3 बोरा छ। कुन चाहिँ हरायो उसले ठ्याक्कै थाहा पाउँछ है। कुन चाहिँ जस्तै धेरै समय भयो अनि एउटा चाहिँ झिकेर लुगाइदियो भने मेरो त्यो चाहिँ खै, मेरो त्यो चाहिँ खै, कहाँ राख्सी भन् त
भनेर उसले न्युज खोल्न थाल्छ है। उसले ठ्याक्कै थाहा पाउँछ है, कुन चाहिँ लुकाइदियो पनि थाहा छ है, के गर्यो पनि थाहा छ। अब सानो घटना भन्न मिल्छ भने मैले धादिङ अस्ति लिएर गाली त्यो फोहोरहरू जम्मा पारे भएर मम्मी चाहिँ त्यो ऊ गर्दैछ फाल्दैछ है। अनि उताबाट आउने बित्तिकै हत्तरपत्त हेऱ्यो यो खै नगरपालिकाको त्यो फोहोर लाने गाडी आएछ बाबु यस्तो फोहोर ल्या भनेर जम्मै लगाएछ भने अब त्यो नगरपालिकालाई भित्र पस्न नदिए कहाँ लग्यो भने अब नगरपालिकाको त्यो फोहोर उठाउने गाडीको हर्न सुन्ने बित्तिकै उसले हत्तरपत्त ढोका लगाउँछ, किनभने भित्र पसेर अरू उसले राखेको सामान लान्छ भनेर। अलिकति बौद्धिक अपाङ्गता भन्ने कि बौद्धिक तीक्ष्णता भन्ने, अब त्यसलाई के भन्ने? जस्तै यो अटिजमको कुरो गरे नि, थोरै अटिजम मात्रै हुनु 5-7% हुनु भनेको डक्टर बन्नु, पाइलट बन्नु अथवा इन्जिनियर बन्नु हो है। किनभनेदेखि तिनीहरूमा यो कोरोपन हुन्छ, म यो गर्छु भनेपछि गर्छु चाहे जेसुकै होस् उसले त्यो काम छोड्दैन है। अनि त्यसले सफलता बनाउँछ है। 5-7%, 8% भयो भने। तर त्यही कुरो 20%बाट उँभो लाग्यो भने उसलाई स्याहार्ने नै अर्को मान्छे चाहिन्छ, कोठालो नै अर्को मान्छे चाहिन्छ। एकरो चिच्याउने, कराउने, रोएपछि रोइरहने, हाँसेपछि हाँसिरहने भन्छन्। हुन्छ भनेदेखि यो बौद्धिक अपाङ्गता पनि थोरै भएकोले ढिलो सिकेपछि चिरस्थायी फेरि त्यो बिर्सेला भन्न पर्दैन है। तर अब धेरै भइसकेपछि चाहिँ उसले आफूले व्यक्त गर्न जान्दैन, थाहा छ अब के गर्ने हो ऊ सक्दैन, उसलाई केही थाहा छैन। अब जस्तै 28 वर्ष भयो नि मेरो छोरो, घरमा सबै कुरो खानेकुरोहरू चामल तयारी छ, तरकारी तयारी छ, स्टोभ अथवा अहिले ग्यास चुलोहरू सबै तयारी छ, तर उसले आफूले बनाएर खान सक्दैन है। हेर्दा फेरि जति भन्ने नि सक्छ, 50-60 किलोको भारी बोक्नु पऱ्यो भने पनि ऊ सक्छ है, आनन्दसँग बोक्छ है, बल छ, तर पकाएर खान सक्दैन है। अनि यो बढी चाहिँ आगोदेखि डराउँछ है। त्यो चाहिँ फेरि अब राम्रै पनि मानेको छु मैले, किनभनेदेखि त्यो इन्डिकेटर बल छ नि जुन बत्तीको सानो आएर राखेको हुन्छ भने हो, त्यो बलिया देखेपछि त्यहाँ स्विच थिच्नको लागि हत्तरपत्त कपडाले चाहिँ यसरी लगाएर छुन्छ है। स्विच अन गर्न अफ गर्न पऱ्यो भने त्यो बलिया देख्यो भनेदेखि फेरि त्यो पनि सम्झना छ है। पोल्छ त्यसले भन्ने कुरो उसलाई डर पनि थाहा छ है। तर अब यसरी बनाउनु पर्छ, यस्तो गर्नुपर्छ, जस्तै नुन कति हाल्नुपर्छ तरकारी बनाउँदा उसलाई थाहा छैन हैन, के पनि छैन। अब बनाएर खाने चाहिँ छैन, उसलाई सहयोगी अर्को अति आवश्यकता नै पर्छ। फेरि सार्वजनिक स्थानमा लिएर जाँदाखेरि पनि सहयोगी अनिवार्य चाहिने भयो, चाहिन्छ हरेक ठाउँमा जहाँसुकै लिएर जाँदा नि सहयोगी चाहिन्छ। सहयोगी नभइकन त उसले जानै सक्दैन, गएर फर्केर आउनै सक्दैन। उही छिमेकमा अल्लो घर पल्लाएर ऊ त्यहाँ गएर यो कुरो मागेर लिएर आइजे भन्यो भने सुरु त्यहाँ जान्छ, त्यही कुरो माग्छ, नदी हुँदैन फेरि उसले मागेपछि है। धरपकड गरेर नलिकन आउँदैन है। अब यहाँ छैन, आज नभएको भोलि आऊ है भनेर उसलाई हुँदैन, ले भनेर कराइरहने हो है। यस्ता खाले व्यक्तिहरूलाई विशेष खालको शौचालय, खानेपानीको सुविधा बनाउने कुरो त कतिसम्म सम्भव हुन्छ? तपाईँको मनले, तपाईँको जुन लामो समयदेखि आफ्नो छोरालाई गर्नुभएको स्याहार सम्भारले चाहिँ के भन्छ? कस्तो के भइदियो भनेदेखि उहाँहरू जस्तो व्यक्तिहरूको लागि खानेपानी सरसफाइको सुविधा चाहिँ प्राप्त हुन्छ? एउटा कुरो, यस्ता व्यक्तिको लागि एउटा परिवारमा जो संरक्षक हुन्छ नि, त्यो संरक्षकलाई पनि राज्यले, जस्तै उसलाई त अहिले राज्यले ल महिनाको 3,990 रुपियाँ दिन्छ है। तर उसलाई कुरेर सँगै सियार सुसार गरेर उसलाई सबै कुरो गरिदिनेलाई के त उसले छोडेर हिँड्न पनि पाएन है। उसलाई खुवाउनै पर्यो, बेला बेलामा उसको सियार सुसार गर्नु पर्यो। यस्ताहरूलाई चाहिँ के त यो पनि राज्यले चाहिँ व्यवस्था गर्नुपर्ने जस्तो मैले चाहिँ अनुभव गर्छु। र जो तीव्र बौद्धिक अपाङ्गता भएको व्यक्ति छ नि, तिनीहरूको लागि चाहिँ एउटा संरक्षक स्याहार्नेलाई पनि राज्यले चाहिँ केही सुविधा दिनुपर्छ। किनभनेदेखि उनीहरूले तिनीहरूलाई छोड्न पाउँदैनन्। तिनीहरूलाई छोड्न नपाएपछि अन्य आय आर्जन गर्नको लागि जाने सम्भावना हुँदैन है। यिनीहरूको लागि चाहिँ समस्या चाहिँ यो देख्छु, राज्यले चाहिँ यति व्यवस्था गरिदिनुपर्छ। हुन्छ बुवा, यो समय प्रदान गर्नुभयो, आफ्नो छोरामा भएको बौद्धिक अपाङ्गता र त्यसले सृजना गर्ने समस्याका बारेमा पनि बताउनु भयो। यो समय र विचारको लागि यहाँलाई
धेरै धेरै धन्यवाद। हस्, मेरो पनि धन्यवाद।